साथीभाइप्रतिको प्रेम हुन्छ। अनि जुन प्रेममा चाहिँ के हुन्छ भन्दाखेरि त्यो प्रेमले चाहिँ तपाईँ हामीलाई के सावार गराउँछ। अनि जुन त्यो सावार प्रेमको त्यो कुराले गर्दाखेरि अनि हामी बिचमा चाहिँ एउटा दायित्व थियो। हामी अब यहाँ आएपछि एउटा मिठो एउटा सम्झौता जस्तै तरिकाले हामी बातचित गरेर हिँड्ने एउटा मित्रतामा दरिलो एउटा साहसपूर्ण थियो। अब यो साहस चाहिँ नटुटोस् भन्न चाहन्छु होइन। दर्शक नमस्ते, गुड मर्निङ सबैजनालाई। अनि के छ हाल खबर? सन्चै हुनुहुन्छ? हामी पनि ठिकै छौँ, हाम्रो गाइज पनि ठिक हुनुहुन्छ होइन। अब एउटा दुःखीको कुरा भनौँ कि खुसीको कुरा भनौँ, कुरा त दुःखी नै हो होइन। अब हुँदा हुँदा खाइलाग्दै गरिआएको जागिर सकिँदैछ गाइजहरू हाम्रो होइन। अब बाँकी 5-7 दिन मात्रै होला, त्यसपछि हाम्रो जागिर सकिँदैछ। परदेशीलाई धेरै पीडाले सताउने। अब जागिर त सकियो, जागिर कहाँ जाने हो, के गर्ने हो, के खाने, कता बस्ने, एउटा त्यो पीडा। अनि अर्को पीडा फेरि यत्रो 6-7 महिनासम्म सँगै बसेको हाम्रो गाइड। अब सँगै बस्ने, सँगै ड्युटी गर्ने, गफ गर्दा पनि गफ पनि मिल्ने, बोली पनि मिल्ने, सबै कुरा मिल्ने गाइड। अब छुटेर कता जाने हो थाहा छैन, सधैँ एकै ठाउँमा होला भन्ने ग्यारेन्टी पनि छैन। अब सायद भेट होला, फेरि अर्को ठाउँमा नहोला, त्यो पनि ग्यारेन्टी कुनै छैन। यदि भेट भयो भने गाइड हाम्रो बदलिने हो कि त्यस्तै हुने हो, यस्तै रहने हो, त्यो पनि थाहा छैन होइन। अब फेरि जस्तोसँग लाए त्यस्तैको हावापानीले भेट्ने चलन छ नि त नेपालीहरूलाई, त्यो भएर अलिकति गाह्रो छ। अनि अर्को कुरा, दुःखको कुरा, मलाई गाइड छुट्दाखेरि धेरै दुःख लागेको छ। तर काम त अब छुट्यो ठिकै छ, केही छैन होइन। अब 2-4 दिन बसिएला, फेरि पनि अब काम पाइएला, गरिएला, फेरि पनि अब चल्ला। अब धेरै होइन, अब केही महिनाको लागि होइन। त्योभन्दा नि सबभन्दा ठुलो पिर चिन्ता मलाई मेरो गाइडको छ। अब तपाईँको के छ गाइड मप्रति अलिकति? अब र मप्रति अनि अर्को हाम्रो ड्युटीप्रति। अब ड्युटी अब सकिएपछि कहाँ जाने, के गर्ने, कति दिन सुत्ने, कसलाई साथीहरू भेट्ने, कसलाई साथीसँग घुलमिल गर्ने भन्ने, त्यस विषयमा कुनै चिन्ता छ तपाईँलाई? अब गाइजहरू सुन्नुहोस्, हामी परदेशी जीवन भन्ने कुराहरू सबैलाई अब अवगत अगाडि नै हामीलाई थाहा भइसकेको छ। अनि जसले गर्दाखेरि हामी लङ टर्मको हाम्रो एउटा सामूहिक मित्रताको एउटा गठबन्धन होइन, गठबन्धन सरकार। अनि त्यस पछाडि एकै ठाउँको एउटा बसाइ, अनि एकै ठाउँको हिँडाइ, अनि एकै ठाउँको खाइपी अनि सुताइको सम्बन्धमा हाम्रो निकै एउटा गहिरो भनौँ न, गहिरो एउटा सम्बन्ध रह्यो होइन। त्यस्तो त्यो गहिरो सम्बन्धलाई अब हामीले कसरी सावार गर्ने भन्ने सम्बन्ध आयो। अब हाम्रो कम्पनीले अब हामीलाई कहाँ लाने भन्ने सन्दर्भको कुराहरू पनि आउँछ। अनि त्यसले गर्दा अब जागिर अब खाइएला नखाइएला आफ्नै ठाउँमा छ, उनीहरूले अब काम लगाउला नलगाउला आफ्नै ठाउँमा छ। अनि त्यसले गर्दा हामी चाहिँ के सोचिरहेछौँ भन्दाखेरि यहाँनिर अब यो एउटा लङ टर्मको जर्नी, अनि बिचैमा के भएछ भन्दाखेरि बिचैमा दो बाटो आइदियो। बिच बाटोमा यस, दो बाटो आइदियो। अब यो दो बाटोमा हामीलाई अब छुटिनको लागि अलिकति के भयो भन्दा अलिकति कठोरै भयो कि भनौँ न, अब समस्या आयो। अनि जुन यो समस्याको बावजुदमा चाहिँ अब के हो भने अब छुट्टिनै पर्ने बाध्यता पनि भयो। अब यो चाहना होइन, रहर होइन, बाध्यता भयो। अनि यो बाध्यताले गर्दाखेरि चाहिँ तपाईँ हाम्रो बिचमा एउटा यस्तो एउटा दूरी थियो, अनि जुन दूरी चाहिँ मेटिन लागेको भन्ने कुराहरू बुझिन्छ, तर कामको सिलसिलामा मेटिएला भन्ने जस्तो लाग्छ। अनि त्यसले गर्दाखेरि हामी अब यो सुन्दर बिहानी यहाँहरूको माझमा के भन्न चाहिरहेको छौँ भन्दाखेरि यदि कसैले कसैप्रतिको एउटा साथीभाइप्रतिको प्रेम हुन्छ, अनि जुन प्रेममा चाहिँ
के हुन्छ भन्दाखेरि त्यो प्रेमले चाहिँ तपाईँ हामीलाई के सावार गराउँछ। अनि जुन त्यो सावार प्रेमको त्यो कुराले गर्दाखेरि अनि हामी बिचमा चाहिँ एउटा दायित्व थियो। हामी अब यहाँ आएपछि एउटा मिठो एउटा सम्झौता जस्तै तरिकाले हामी बातचित गरेर हिँड्ने एउटा मित्रतामा दरिलो एउटा साहसपूर्ण थियो। अब यो साहस चाहिँ नटुटोस् भन्न चाहन्छु होइन। अनि जुन साहस चाहिँ जहाँ गए पनि जस्तो रहे तापनि होइन नटुटोस् होइन। सम्बन्ध भनेको मान्छे टाढा नजिक भइन्छ नै तर सम्बन्ध नटुटोस् भन्न चाहन्छु होइन। त्यस्तो गहिरो अब केटा र केटीको जस्तो लभ स्टोरी त होइन यो त हुनु त तैपनि एउटा सम्बन्धित निकायमा काम गर्दै गर्दाखेरि एक ठाउँदेखि अर्को ठाउँ छुटेर जानु पर्दाखेरि एउटा विडम्बनाको कुरा चाहिँ के छ भन्दाखेरि अलिकति भावपूर्ण हृदयमा एउटा सोच विचार पनि बसेको छ गाइजहरू होइन। अनि यो भावपूर्ण सोच विचारले गर्दाखेरि चाहिँ हामी यहाँहरूको माझमा एउटा भिडियो बनाउन बाध्य भयौँ। अनि त्यसले गर्दाखेरि यहाँहरू सबैले अपेक्षा गर्नुहोला हामीले जागिर पाउन सकोस्, परदेशी जीवन होइन, घर परिवार त्यागेर आएको मान्छे होइन, केही न केही अब यहाँनिर बिजोग हुन नपरोस्, बेपत्ता हुन नपरोस् होइन, यहाँनिर पानी खाएर सुत्न नपरोस् भन्ने एउटा ठुलो यो सुन्दर बिहानी हजुरहरूलाई एउटा पानी खाएर सुन्दर बिहानी के एउटा सजेस्ट दिन चाहेको। अब कम्पनी अनुसार त्यस्तै होला भन्न सकिन्न होइन, सकिन्न तैपनि नहोला तर आशा छ राखेका छौँ हामीले त्यस्तो नहोस् भनिकन। अनि तपाईँहरू सबैजनालाई धन्यवाद। अनि हाम्रो यो मिठो सम्झौताको लागि अनि मिठो हाम्रो मित्रताको कायमको लागि हामीले यहाँनिर धेरै कुरा गरेका छौँ। अनि हामी सँगै भेट भएदेखि सँगै हिँड्यौँ, सँगै सुत्यौँ, सँगै डुल्यौँ, सँगै खायौँ होइन, सँगै हिँड्यौँ। अझ पनि यहाँ सँगै सँगै सुत्ने हो र सँगै यो लास्ट फेरि भेट होला नहोला चेस गरौँ होइन। यो पनि छ होइन, कम्पनीले कता कता पुर्याउने हो थाहा छैन। त्यसले गर्दाखेरि तपाईँ हाम्रो बिचमा अब हामीलाई तपाईँहरूले याद गर्नुहोस् कि यो मानिसहरूलाई चाहिँ यस्तो नहोस्, काम मिलोस् भनिकन यहाँहरूको आफ्नो आफ्नो गडलाई प्रेयर गरिदिनुहोस् भन्न पनि चाहन्छु। प्रायः जस्तो भिडियोमा हामी ड्युटी नै छ नि होइन, धेरै जस्तो हामी प्रायः निक्लिरहेको हुन्छौँ, त्यो भिडियोमा हामी ड्युटी छौँ होइन, निक्लिरहेको हुन्छ। तर सधैँभरिको भिडियोहरू हाँसी खुसी रमाइलो हुन्थ्यो भने आजको यो भिडियो अलिकति सिरियसली अब परदेशीको पीडाहरू फेरि साथीभाइसँग भेट होला नहोला उस्तै पर्ने हो भने चाहिँ भेट नहुन पनि सक्छ। अब म कता उहाँ कता अब फोनको भरमा हो, आज भोलि पर्सि गर्दा गर्दै त्यो त्यस्तै हो भनेर माया मार्ने पनि धेरै छ क्या, साथीहरू पनि त्यस्तै हुन्छ। अब 4-5 वर्षसँगै बसेको साथीहरूले छुटेर अन्त ठाउँ जाँदाखेरि यसो फोन गर्दा म्यासेज गर्दा पनि रिप्लाई नगर्ने चलन हुन्छ क्या। तर चाहिँ त्यस्तो नहोस् तपाईँको होइन, मेसेज गर्दै गर्नु होला बेला मौकामा। तर अब बेसक हामी सँगै पढौँ, जहाँ भए पनि एकै ठाउँमा पढियोस्, सँगै यस्तै गरी ड्युटी गरेर जस्तो 5-7 महिना गुजार्नु भयो, तपाईँ हामी सँगै गुजारियो होइन, त्यस्तै नै होस्। अब अन्त्य परियो भने पनि यसो अब ड्युटीको अवस्था हेरेर टाइम समय मिलाएर माया चाहिँ नमार्नु होला, भेट्दै चाहिँ गर्नु होला गाइज होइन। एकदम बेस्ट। नजिक भेट्ने कुरो त त्यस्तै हो, तपाईँ कता म कता त्यस्तै हो। अब यसो फोन र चाहिँ भेटघाट चाहिँ हुनुपर्छ होइन, यही हो नेपालीको। र यो सर्भिस कम्पनीहरूको पीडा भनेको यही हो कि सर्भिस कम्पनीहरू कति बेला कहाँ हुन्छ र कति बेला निक्लिन्छ, कति बेला गएर फेरि इन्ट्री हुन्छ भन्ने कुरो सर्भिस कम्पनीहरूको त्यति ठेगान हुँदैन। त्यसैले गाइज माया नमार्नु होला, हामी कहाँ माया मार्छ, भेटघाट चाहिँ हुनैपर्छ, जानैपर्छ होइन। माया मार्ने कुरो हुँदैन नि यार, हाम्रो सम्बन्ध यस्तो हो कि आगो र पानीको जस्तो हो क्या। आगो र पानी नभए आगो निप्दैन, आगो नभए पानी गर्दैन होइन। आगो र पानीको सम्बन्ध चाहिँ एकदम खतरा नै हुन्छ। खतरा हाम्रो चाहिँ खतरा हो सम्बन्ध होइन। जता जाँदा पनि सँगै हिँड्ने, जाने, घुम्ने फिर्ने, हाँसो रमाइलो धेरै गरियो होइन। भिडियो पनि अब बनाउँदा फेरि मैले फेरि पढाएछु अब उयो दिन र दशा बारहरू हेरेर निक्लिने चलन के अरे भित्रबाट। अब गाई चाहिँ हाम्रो दिनदिनै जाऊँ भन्दा रेडी हुने मान्छे हो कि होइन। मलाई चाहिँ दिन दशा गरा नक्षत्र 12 सबै कुरा हेरेर
बल्ल आज निक्लिनुपर्छ, आज राम्रो दिन छ भनेर निक्लिने म परेँ। तर के गर्नु, यो परदेशी जिन्दगी, पेट पाल्न लागि काम गर्नै पर्यो। अब फेरि त काम गरेपछि त्यो आएकोलाई लिएर फेरि बजारमा जानै पर्यो, बजार गएर लिएर फेरि पकाउनै पर्यो, खानै पर्यो। परदेशी जिन्दगी कति बेला झोला बोकेर कहाँ टापो भनेको ठेगानी हुँदैन गाइजहरू, होइन? यस्तै हो। अब ओठमा हाँसो भए पनि मनमा त पीडा छँदैछ। साथीभाइसँग अब धेरै भए पनि त्यही 8-9 दिनको बसाइ होला सँगै, त्यहाँभन्दा बढी त छैन हाम्रो। त्यसपछि त कता कता भेट होला नहोला, यस्तै छ। ठिकै छ, माया चाहिँ मार्नु भएन गाइज, होइन? अरू तपाईँको केही छ? अब हाम्रो मेरो चाहिँ खास गरेर भन्ने हो भने खास धेरै कुरा छ, धेरै कुरा भए पनि अब छोटो कुरा गरौँ। छोटो कुरा गर्दै गर्दा यहाँहरूलाई धेरै धेरै धन्यवाद। यो पनि चुसो पार्दै गरौँ। के खोलेकै छैन त हौ। साथ गर्नुभयो, त्यसको लागि धेरै धन्यवाद। अनि त्यसले गर्दा यहाँ हाम्रो पछाडिको ब्याकग्राउन्ड चाहिँ घर जस्तो देख्नुहुन्छ होला, रमाइलो छ। तर हामी यस्तो लुकेर यहाँ गर्दैछौँ, यहाँ पुलको छेदमा हामीले पुरै भिडियो बनाउँदैछौँ। बिहानी बख घाम टाठो लागेछ नि, बर्बाद पार्छ घामले त। यस्तो बनाउँछ कि 2 मिनटमा पुरै। धेरै बोल्ने छ कि क्या, घाँटी पनि सुक्यो, धेरै बोल्ने बानी छैन। हो नि, हाम्रो अब त्यस्तै पेत्र गर्ने मान्छे, होइन? ल गाइजहरू, सम्झनाको बिर्सना हाम्रो यही हो कोसेली, होइन? दुईटाले चेस गर्दै पिउँदै गयो। ल फेरि चेस गरौँ, होइन? ल अब फेरि अब भेटघाट, समय र मौका सबैले भगवान्सँग प्रार्थना गरौँ, आफ्नो गडौरसँग प्रार्थना गरौँ। फेरि पनि सँगै ड्युटी परोस्, यस्तै हाँसो मजा गरिराख्न पाइयोस्। मनमा रिस, मुखमा रिस कहिले पनि नहोस्। तपाईँ र हाम्रो, होइन? तपाईँ पनि गर्न आएको, म पनि गर्न आएको हो। मिलेर गर्नुपर्छ। अब दुःखम सुखम जिन्दगी चलाउनु पर्छ, नचलाएर हुँदैन, होइन? बाँकी कुरा भने यस्तै हो गाइजहरू। ल यति भन्दै अहिलेलाई सबैलाई बाई बाई गर्दै बिदा हुन्छु। थ्याङ्क यू सो मच। बाई बाई।